हेलो साथीहरू नमस्कार हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म हुँ मन्सा न्यौपाने अनि मेरो साथमा हुन्छ मेरो हस्बेन्ड। आज चाहिँ हामी जाँदैछौँ सुर्खेतसम्मको यात्रा छ हाम्रो चाहिँ। एक्कासी हाम्रो यात्रा बन्यो। म अफिस भएर आएर छिटो रेडी भएर त्यसपछि चाहिँ अनि हामी निस्केको 4 बजिसकेछ। हेर्नु अहिले चाहिँ गाइज अहिले हामी चाहिँ कुरकुरे खाँदैछौँ। बाँसगढी पुग्दैछौँ। बाँसगढी अब चाहिँ हामी पुगिसक्यौँ सुर्खेत जाने रोडतिर लागिसक्यौँ। यो चाहिँ सुर्खेत जाने रोड हो अनि बिचको खिच्न पाइएन अनि एक्कासी अनि आएर खिच्यो। अब चाहिँ हामी लाग्यो होइन, गाडीले पनि यति ढिलो गर्यो हेर्नु। अनि राति मात्र हामी पुगेको अनि राति पुगेर केही भिडियो सिडियो खिच्न पाइएन। अनि एक्कासी अब म हजुरहरूलाई बिहान नेक्स्ट डे देखाउँछु है त। गाइज हामी छौँ हेर्नु, यो हो मङ्गलगढी चोक सुर्खेतको। अनि हामी रेडी भएर अब देउती बजे जाँदैछौँ। मलाई भ्लग बनाउन पनि जाँगर चलिरहेको छैन किनकि टाउको दुखिरहेको छ। त्यसैले जानुहुन्छ देउती बजे। कति लानुहुन्छ अरे? 50। ए ल हामी अटोमा अब जाँदैछौँ। हेर्नुहोस् देउती बजे जाँदैछौँ। गाइज अब हामी चाहिँ मन्दिर पुगिसक्यो। यस सामग्रीहरू पनि किनेर कुन चाहिँ मन्दिर हो खास ठुलो? अति के आएको थाहा छैन। गाइज लाइनमा नेपालको यो लाइनबाट अनलाइन सिस्टम कहिले हट्ने हो खै थाहा छैन। यहाँ चाहिँ सर्वप्रथम चाहिँ गणेश मन्दिरमा पूजा गर्नुपर्ने रहेछ। त्यसपछि मेन मन्दिर देउती बजेकोमा पूजा गर्नुपर्ने रहेछ। अनि मलाई चाहिँ पर्या उडाउन थियो अनि मैले पर्या उडाइरहेको छु। यहाँ हेर्नुहोस् फर्स्टचोटिमै उडाइदिनु म त। कहाँ हो त्यो? ए भइहाल्यो ल। यो चलाउँ। अनि मैले चाहिँ छुनु परेन, मैले चाहिँ यस्तो टच गरिदिएँ ल। भिडियो भएछ गाइज, फोटो खिच्न लगाएको। ल हामी फर्किन लगाएको। अब हेर्नुहोस् प्रसादी खाँदै यही हो देउती बजे मन्दिर। हेर्नुहोस् है, पर्या सर्या उडाइयो। मेरो काम थियो पर्या उडाउने। हेर्नुहोस् यति लामो छ लाइन। मेन यो गणेशको मन्दिर, त्यो मेन मन्दिर देउती बजेको। मन्दिरहरू त यहाँ धेरै छ। ए वहाँ बसिराख्नु थियो ल, जाम त हिँड्नु। अघि चाहिँ हामी जुन अटोमा आएको थियौँ त्यही अटोवाला दाइले चाहिँ अहिलेसम्म हामीलाई कुरेर बस्नु भएको रहेछ। अनि उहाँलाई चाहिँ उहाँले प्रसाद सल्साद पनि दिए, उहाँले पनि खानुभयो। गाइज हामीसँग भएको पैसा सकिएर होइन। अनि त्यसपछि त्यहाँ एटिएम छ भित्र अनि एटिएममा पैसा निकाल्न जानु भएको छ। म चाहिँ बाहिर बसिरहेको छु। अब एकछिनमा हामी अब चिया खान्छौँ। एया आज लास्ट टाउको दुखी पनि रहेको छ, केही गर्ने मन लागेको छैन। तै पनि अब म मेन आउनुको रिजन सुर्खेत भनेको देउती बजे जानु थियो। पैसा तान्नु म पैसा तानेर आयो रे। अब हामी जान्छौँ चिया खान। गाइज हेर्नुहोस् अब राम्रो सेल पाउने समोसा पाउने सुर्खेतमा। हजुरलाई सेल खानु पर्यो। यत्रो बुढेर यत्रो भुडी भयो सेल समोसा खाने के र। गाइज हेर्नु सुर्खेतको यो हो जुम्ला रोड हो। अनि यो चाहिँ हामी ठ्याक्क अहिले कहाँ छौँ भनेपछि मङ्गलगढी चोकमा छौँ।
त्यसपछि गाइज खानासाना खाइयो अनि त्यसपछि होटेलबाट बिदाबारी भएर हामी चाहिँ आयौँ बुलबुले तालमा। अनि बुलबुले तालमा हामीले टिकट काट्दैछौँ। बुलबुले ताल हेरिसकेपछि चाहिँ हामी घरतिर लाग्नेछौँ। गाइज हामी बुलबुलेको यो बाटो होइन भित्र ताल जाने बाटो अनि त्यहाँ चाहिँ बगैँचा पनि छ। पटाएर टुक्रे गरेर पानी बोकेर हिँडिराख्नु भएको छ उहाँ फलफुल बोकेर ल्याइरहनु। उहाँ चाहिँ फर्स्ट टाइम आइराख्नु भएको छ कि म त कति आएँ कति बुलबुले है। यिनी त यहीँ जन्मेको पहिला त म यहीँ जन्मेको थिएँ होइन अरे पहिला म यहाँ बसेको हो सुर्खेतमा, त्यही भएर धेरैचोटि आएको छु। अब ठिक छ यसो घुमाइदिउँ भनेर हजुरलाई मैले खासमा ल्याएको, नत्र त मैले त घुमिसकेको। तर आजकल धेरै राम्रो भएको छ पहिलाभन्दा। बोटिङहरू हुन्थेन त्यतिखेर, अहिले चाहिँ बोटिङ पनि हुन्छ अरे। अब हेरौँ गर्ने हो राम्रो। पानी हुने थिएँ हाइड्रोफोबियाको पेसेन्ट हो म चाहिँ। गर्ने हो गाइज हामी छौँ यहाँ हेर्नु बुलबुले तालको यो बगैँचामा बसिरहेछौँ। एउटा यो के अरे यो छाप्रो मुनि गर्मी छ, कतिजना जाँगर आएको छैन हामीलाई। हजुर चाहिँ के गर्दै हुन्छ हौ छाप्रोमाथि। अनि त्यही भएर अब हामी के गर्ने अब आजको टुर सकियो, घरतिर हिँडिन्छ अब चाहिने कुरो। गाइज यहाँ बोटिङको व्यवस्था पनि छ हेर्नुहोस् है। अब हामी बोटिङ खेल्ने सोचिरहेको छौँ, हेरौँ अब के हुन्छ। यहाँ धेरै भिडभाड त भन्न मिल्दैन, ठिकै भिडभाड छ। आज शनिबार भएर पनि यतिको देखिरह होला। अनि उहाँ चाहिँ लाटो बसे जस्तो भएर बसिराख्नु भएको छ होइन। हामी 2 बजे गएर लगाएको यो टिका पनि छँदैछ, गएकै छैन अहिलेसम्म। यार बहुत आशीर्वाद दिए क्या हो त्यहाँ त। बुढो बाजे त थिएन नि, तरुणै थिए भर्खरका। अब के आशीर्वाद दिए थाहा छैन। हेर्नुहोस् गाइज म हजुरहरूलाई पछाडिबाट देखाइदिन्छु ब्याकग्राउन्ड यस्तो छ यहाँको। अनि यो ताल देखिराख्नु भएको छ, हामीले यति टाढाबाट देखाइरहेछ। त्यो ताल हो बुलबुले ताल। अनि त्यहाँ हेर्नु बोटिङ सुरु भइरहेछ। अब हामी जान्छौँ एकछिनमा त्यो बुलबुले तालमा। त्यो बुलबुले ताल हुनु रहेछ बोटिङ गर्नलाई। यतातिर चाहिँ यस्तो छ। पल्टिने यस्तो हुन्छ। पछि हेरेर मजा आउँछ, अहिले त होइन। मोबाइल पानीमा नफाल्नु। के साह्रो डराएको। सिधा चलामली, सिधा चलामली।
सकिसक्यो उनीहरूको गाइस अब हाम्रो सुर्खेतको घुमघाम चाहिँ सक्यो अनि हामी चाहिँ अब घर फर्किँदैछौँ गाडीमा चढिसक्यौँ अनि ढिलो पनि भइरहेको थियो अनि त्यही भएर चाहिँ हामी फटाफट आइहाल्यौँ आजको बोटिङ पनि एकदमै रमाइलो भएको थियो देउती बजेको घुमघाम पनि रमाइलो भयो हजुरहरूले पनि भिडियो हेरेर रमाइलो गर्नुभयो होला इन्जोय गर्नुभयो होला हस् त ओके बाई नेक्स्ट भिडियो लिएर फेरि पनि आउनेछु